नंबर ईटा है पड़ले भाई ऐसा राख है पूरा देखल जाता टेंट टाड़ भाई राख है जौन होकला ईटा में पाक के जौन टेंट टाड़ हो जाला झारंग हो जाला ईटा ओकरा के बिक्री तो वे ईटवा उठा के ले आवल भाई ई राठ नानी देखी ना कोनो शेप में बा ईटा कोनो शेप में बा सब टेंट मिलौनी सब बाकी ना सुन बताओ तनी एक नंबर है ईटा भाई नंबर तो ईटा काहे ओकर खोल सब काहे खदर गइल बा पूरा का कब लादे में गिरावे में इसे सबसे होइल भाई उतना त ना हो गेला नु वहाँ चाहिँ काम गराउँदै हुनुहुन्छ उहाँले पनि थाहा छैन यो कतिको बजेट हो कुन किसिमले काम भइरहेछ केही थाहा छैन मात्र असाढे बजेटको नाममा यति चरमलाई प्रयोग हुँदा पनि एकदम सम्बन्धित निकाय किन मन छ सबभन्दा ठुलो प्रश्न एउटा चिन्ह उठेको छ त जनता के अधिकार भाई कोनो काम होता तो जनता के भी जानकारी होके परल जे कौन काम होता कितना काम होता को के करावता पर यहाँ कोनो हुडिंग बोर्ड भी नहीं करावेला वहां को ओम प्रकाश साहब जब इतना मतलब शौक से काम हुई तो हुडिंग बोर्ड टांगे के चाहिँ कहाँ बा हुडिंग बोर्ड ईटा कस्तो छ ईटा खत्म छ 3 नम्बर ईटा छ त्यो मसाला पनि हेर्नु गिटीको ढलानको मसाला एकछिन दर्शकहरु गिटी पनि त्यतिकै छ मतलब बालुवा जो बढी छ गिटी हुनुपर्ने छ कतिको बनाउँदै छ यो ग्रिप छ कि एस्टिमेट पेपर हेर्नु पर्सेन्टेज त्यसको यहाँ लगैले भने सब चीज बा एक लगैले काम नहीं करवाओ ना सुनी काम करवाओ तो नहीं दोसर कोई के काम करो ठेकेदार दोसर कोई बा नाम कथि उनका नाम ओम प्रकाश है ओम प्रकाश साहब ओम प्रकाश साहब हमने काम कर पूरा दोसर कोई भी नहीं वहाँ के छोड़ देने मतलब आदमी ना पूरा के चलते हैं तो हमने के लिए ना दो चार निकले के हमने के पर काम से करा गिटी को मात्रा कस्तो छ यो गिटी तपाई हेर्न सक्नुहुन्छ यो पनि ढलानमा यो गिटी यस्तो युज भएको छ तपाई हेर्न सक्नुहुन्छ यो यति चरममा प्रभावित हुँदा पनि सम्बन्धित निकाय मुख दर्शक बनेर बसेका छन् दर्शकवृन्द आखिरमा कतिको सेटिङ भएर चाहिँ यो काम भइरहेछ कि जनताको आँखमा छारो हान्ने चाहिँ काम भइरहेको छ यो काम कति दिनसम्म टिक्ला टिक्दैन भनेर यो दिशामा उहाँहरू एकदम मौन हुनुहुन्छ गिटाको काम यस्तो चाहिँ यो धमाधम काम भइरहेको छ तर पनि सम्बन्धित निकाय मन छ अहिलेसम्म हामीलाई जानकारी पाए अनुसार यो लगभग 44 र 45 लाखको बजेट हो यो मध्य प्रदेश सरकारको बजेट हो र यहाँ कुनै होर्डिङ बोर्ड टाँगिएको छैन यो पारदर्शिता तरिकाले जुन काम गरिन्छ त्यो कुनै काम चाहिँ हेरिएन ग्रिप हेर्दै हुनुहुन्छ यसमा जुन यो रडमा जुन ग्रिप हुन्छ यसमा ग्रिपै छैन यो जुन कम्पनीबाट जुन छाटिएर अलग हटाइदिन्छ त्यही आधी रुपियाँमा चाहिँ यो यसलाई किनेर ल्याएर चाहिँ यसमा प्रयोग भइरहेछ यो ईटा यो 3 नम्बर होइन 4 नम्बर ईटा प्रयोग भइरहेको छ यो पुरै काम भइसक्यो अहिलेसम्म यतिको ईटाको काम हुँदा पनि सम्बन्धित निकायले कहीँ पनि आएर स्थलगत अनुगमन गरेको छैन खै साढे बजेटको विकासको नाममा यति चरम अनियमितता हुँदा लडाइ हुँदा पनि एकदम सम्बन्धित निकाय मन छ आखिर किन मन छ कतिमा सेटिङ भएको छ भनेर यो विषय थाहा छैन चरम अनियमितता हुँदा पनि सम्बन्धित निकाय मन साढे बजेटको नाममा धामाधम बजेट बचाउँदै दर्शक चरम अनियमितता हुँदा पनि सम्बन्धित निकाय मन साढे बजेटको नाममा धामाधम बजेट बचाउँदै दर्शक वृन्द अहिले हामी चाहिँ पर्सा जिल्लाको जिरा भवानी गाउँपालिका वार्ड नम्बर 2 शेरवा गाउँमा छौँ र यहाँ शेरवा गाउँको केही दिन पहिला सामाजिक सञ्जालमा हामीले हेरेका थियौँ कि यहाँ चाहिँ डोजर लगाएर यहाँ जुन सार्वजनिक जग्गामा जुन घर थियो त्यसलाई तोडेर चाहिँ अहिले यो जुन फिल्डको जुन अहिले काम भइरहेको छ तपाईँ हेर्दै हुनुहुन्छ अहिले साढे बजेटको नाममा चाहिँ चरम अनियमितता हुँदा पनि सम्बन्धित निकाय मन छ किनकि हेर्न सक्नुहुन्छ हामीले जानकारी पाए अनुसार लगभग 44-45 लाखको यो बजेट हो तर यहाँ कुनै पनि हुडिङ बोर्ड छैन तपाईँ हेर्न सक्नुहुन्छ हामी चारैतिर घुमेर हेर्यौँ यहाँ कुनै हुडिङ बोर्ड टाँगिएको छैन यहाँ पारदर्शिता तरिकाले जुन काम गरिन्छ त्यो किसिमको काम हामीले हेरिएन यो धामाधाम अहिले साढे बजेटको विकासको नाममा यति चरम अनियमितता हुँदा लडाइ हुँदा पनि एकदम सम्बन्धित निकाय मन छ आखिर किन मन छ कतिमा सेटिङ भएको छ भनेर यो विषय थाहा छैन तपाईँ हेर्न सक्नुहुन्छ जुन यो ईटा छ ईटा हामीलाई लागिरहेछ यो लगभग ईटा यो 3 नम्बर होइन 4 नम्बर ईटा प्रयोग भइरहेको छ यो पुरै काम भइसक्यो अहिलेसम्म यतिको ईटाको काम हुँदा पनि सम्बन्धित निकायले कहीँ पनि आएर स्थलगत अनुगमन गरेको छैन खै केमा सेटिङ भएर यो साढे बजेट धामाधम काम भइरहेको छ दर्शकवृन्द हेर्न सक्नुहुन्छ म यो हेराउन चाहन्छु तपाईहरुलाई एकछिन यो हेर्न सक्नुहुन्छ यो ईटा यो जुन ईटाको काम छ तपाईँ हेर्न सक्नुहुन्छ यो यस्तो चाहिँ यो धामाधम काम भइरहेको छ तर पनि सम्बन्धित निकाय मन छ अहिलेसम्म हामीलाई जानकारी पाए अनुसार यो लगभग 44 र 45 लाखको बजेट हो यो मध्य प्रदेश सरकारको बजेट हो र यहाँ कुनै होर्डिङ बोर्ड टाँगिएको छैन यो पारदर्शिता तरिकाले जुन काम गरिन्छ त्यो कुनै काम चाहिँ हेरिएन यहाँ अहिले सबै यो नेउहरू जुन तलको छ सबै उठाइसकेको अवस्था छ यसमा दुईटा चाहिँ भवन छ र यो चाहिँ वाल छ र वाल लगाएर यसमा चाहिँ जुन तारको जाली हुन्छ त्यही लगाउनु छ र 45 लाखको बजेट छ तपाईँ कल्पना गर्न सक्नुहुन्छ म क्यामेराम्यानलाई भन्न चाहन्छु एकचोटि फोकस गरेर हेराइदिनको लागि तपाईँ हेर्न सक्नुहुन्छ यो ईटा कतिको राम्रो छ कतिको सेफ छ यो
जुन हामीले भन्छौँ नि राख इँटा त्यही इँटा यसमा प्रयोग भइरहेको छ, तर पनि सम्बन्धित निकाय मुख दर्शक बनेर देखेका छन्। आखिरमा यतिको चरम लपराई हुँदा यो विकासको नाममा कति चाहिँ पैसा धमाधम पास भइरहेको छ, सम्बन्धित निकायले पनि यसमा लागेको छ। तपाईँ हेर्न सक्नुहुन्छ यो कुनै पनि इँटा राम्रोसँग सेप छैन, सबमा कहीँ न कहीँ हेर्न सक्नुहुन्छ यो कस्तो किसिमको काम भइरहेको छ। यही विषयमा काम हुँदा चाहिँ ठेकदारहरू स्थलगतमा हुँदैन, काम कस्तो भइरहेको छ त्यो पनि थाहा छैन। काम धामाधम यो जुन इँटा हामीले हेऱ्यो 4 नम्बर पनि इँटा त्यो लागिरहेको छैन, त्यो 4 नम्बर हो। यति कमजोर इँटा प्रयोग भइरहेको छ जुन चाहिँ 40-45 लाखको बजेटमा छ। साढे बजेटको नाममा यति चरम लपराई हुँदा पनि सम्बन्धित निकाय किन मान्छ? अहिले हामी स्थलगतमा छौँ र स्थलगतमा कुनै ठेकदार यहाँ उपस्थित हुनुहुन्न। अहिले ठेकदारहरूले चाहिँ आफ्नो एउटा म्यानेजर मन्सी भनेर राखेर काम गरिरहेको छ। त्यस्तै हामीसँग एकजना हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्न गइरहेको छौँ। हजुरको परिचय पाऊँ? हमने के काम करे वाला आदमी समझ के मैनेजर मुंशी ना है सर। अपने के यहाँ देखल तो बेग लगैले बानी सब चीज बा, बेग लगैले- काम अपने ही करवा देनी। ना सुनी काम करवाओ तनी दोसर कोई के काम करवा? ठेकेदार दोसर कोई बा। नाम हमने कथी है ठेकेदार साहब? वहाँ का नाम ओम प्रकाश है। ओम प्रकाश साहब वहाँ का काम ओम प्रकाश साहब उन्हें काम करत लो दोसर कोई भी नहीं, तो वहाँ के छोड़ देनी मतलब आदमी ना पुगला के चलते तो हमने के लेकिन आके 2-4 आदमी के लेके हमने के करे तनी से कराओ तनी सही बात बाटे। उहे बजट में चलाओ तनी लगे। बजाटवा ना लेकिन कामवा खाल कराओ बकरा जैसे जाना कितना दोसर- के कितना के काम बा? अभी उन्हें से पूछला से होई, हमने के वो उस संबंधी में हमने से न पूछे। नहीं यहाँ तो जनता के अधिकार बा, कोनो काम होता तो जनता के भी जानकारी होके के पड़ल जाई कौन काम होता, कितना के काम होता, को के करावता। पर यहाँ कोनो हुडिंग बोर्ड भी नहीं हाँ, करावे वाला वहाँ के ओम प्रकाश साहब जब बानी। इतना मतलब शौक से काम हुई तो हुडिंग बोर्ड टांगे के चाहिए, कहाँ बा हुडिंग? अब होर्डिंग बोर्ड के हमनी के लगभग 4 दिन भइला खाली वही लई में काम करे हेने के बाउंड्री खाल ठीक बा होने के कोइले बटलू ओबरे टोंगले वालों की का कोइले वालों हमनी के था नहीं है। यहाँ के ठेकेदार हो नहीं, यहाँ के ठेकेदार से वो बात पूछ सकत नहीं कि जी टोंगले तो जो ईटा में प्रयोग होता है ईटा ठीक बा, ईटा- ईटा ईटा लगावे के चाहिए। अब देखिए ईटा तो अब लेकिन जोन आइल बटे जोन रोगन के सामने बास्तानी पानी लगी ना लोगो तो बोले तो 1 नंबर ईटा है पड़ले भाई एक ऐसा नंबर राख है पूरा देखल जाता टें टाण भाई राख है जौन होकला ईटा में पाक के जौन टें टाण हो जाला झारंग हो जाला ईटा ओकरा के बिक देला उहे ईटवा उठा के लियावल भाई। ई राठ नानु बस देखी ना कोनो शेप में बा ईटा, कोनो शेप में बा, सब टें टाण मिलौनी सब बाकी ना हो। सुनी बताओ तनी 1 नंबर है ईटा है नहीं हमें 2 नंबर ईटा तो काहे ओकर कोर सब काहे एथी खदर गइल बा पूरा पूरा पूरा? कब लादे में गिरावे में इसे सबसे भइल हुई। उतना तो ना हो गेला नु, उ लादे गिरावे में उतना तो ना हो गेला, कहां से औरी ठान भी काम हो गेला देखल जाला। उ जौन ईटा रहेला 1 नंबर पूरा ओकर शेप रहेला। सुनी ना लागत अपने लगनी एकदम कम रेट में उठा के लियल बनी लगनी ईटा उहे अपने। कहाँ से ले आइल बनी सोचे हमने ले आइल पैसे थोड़े ईटवा आइल कितना का बजट है बजट हम थोड़े बता अपने के सकते जानकारी होके के परन जे कितना के काम होता जी अपने ना। काम करावते नहीं है भुचवा के ताल में थोड़ी हमने के करावते जाना लेके आ गए 4 दिन से हमने के काम करता नहीं सब नहीं नहीं। कथी पर काम करता नहीं अपने जालादारी पर करता नहीं कथी पर करता हाँ, यही तरह से हमने के जाना लगा के काम करता नहीं सन नहीं? रोज के कितना बा अपने के? जालादारी पर 1300-1400 बाटे मिस्त्री लोग है। मिस्त्री लोग के 13 से 14 से आ का बोला जे में एथी बाटे लोग मजदूर लोग और लोग। लेबर के 700-800 हजारों रुपया के बालो जिसन बाबू संग तो ई अपने लगिन बजट जौन ई चलता ई हमनी के जानकारी अनुसार 44-45 लाख के बजट है, पर ई काम देखल जाता उस हिसाब से काम नहीं के हो। अभी सब चीज जौन बाटे न अब वो अपने लगे वहाँ से पूछ सकते हैं ठेकेदार साहब से पूछ सकते हैं हम कहनी उनको हमने के काम करे तनी सन। अपने के नाम कथी है? हमारा नाम सोनालाल साहब कहाँ घर पे अपने के? गुलरिया। अपने में काम करवावता नहीं अपना लेके माने वहाँ देले बनी अपने के तो अपने उस हिसाब से काम करवावता। जैसे सुनी बताओ तनी का बा ई दोसर कोई काम करत रहलो वहाँ के ठेकेदार साहब दोसर ठेकेदार के यहाँ देले रहनी स्थानीय ठेकेदार के यहाँ के करे के मेन ठेकेदार जो बनी वो वहाँ के वो काम करते 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 लेकिन आदमी ना पुगे सकल तो वहाँ के लेकिन कहीं दूसरा जगह काम उम ले लेनी तो लेको मैं बिजी हो गई नहीं अब यहाँ समय लास्ट भइल जाता तो यहाँ के कहनी लो तो हमनी के 2-4 गो आदमी खोज के लिया के यहाँ से आदमी खोज के करके भइल के जे रह के करा देते नहीं ठीक बा हमनी कामे करे नहीं तो कहीं करही गन बा तो ईटा ई अपने गिरैले बनी कि उहे गिरैले बा? उहाँ के गिरवेल बन हम के तरह से गिरवान जी दर्शक वृन्द हुनुहुन्छ उहाँ चाहिँ काम गराउँदै हुनुहुन्छ, उहाँलाई पनि थाहा छैन यो कतिको बजेट हो, कुन किसिमले काम भइरहेछ केही थाहा छैन। मात्र असाढे बजेटको नाममा यति चरम लपराई हुँदा पनि एकदम सम्बन्धित निकाय किन मन छ सबभन्दा ठुलो प्रश्न एउटा चिन्ह उठेको छ। त्यस्तै यहाँका स्थानीय एकजना मिस्त्री हुनुहुन्छ, अरू ठाउँमा काम गर्नुहुन्छ, तर उहाँसँग नै हामी यो कामको बारेमा जान्न प्रयास गरिरहेको छौँ। हजुरको परिचय पाउनु? अमित चौधरी। यो जुन अहिले ईटा जुन यो छ ईटा कस्तो छ? तपाईँ काम गर्नुहुन्छ अरू ठाउँमा के काम गर्नुहुन्छ? त्यही घर डगी केही घर सम्बन्धी निर्माणको
घर निर्माण सम्बन्धी यो इँटा कस्तो खालको इँटा छ तपाईँ हेरेर बताइदिनु। त्यो त नराम्रो हो, एक नम्बर त अलि मिसकटै छ, त्यो त खत्तमै छ। त्यो कति नम्बर छ एकचोटि आउनु थियो त्यहाँ। दर्शकवृन्द हामी त्यो इँटालाई पनि हेर्न गइरहेका छौँ। यहाँ उहाँ मिस्त्री हुनुहुन्छ, उहाँलाई एकदम अनुभव छ घर निर्माण गर्ने कामहरू, उहाँले भवन बनाउने कामहरू गर्नुहुन्छ। यो इँटा तपाईँ हेर्दै हुनुहुन्छ, यो इँटा बारेमा हामी जानकारी लिन गइरहेका छौँ। यो इँटा कस्तो छ? इँटा खत्तम छ, 3 नम्बर इँटा छ। त्यो मसाला पनि हेर्नु, गिटीको ढलानको मसाला एकछिन दर्शकवृन्द गिटी पनि त्यतिकै छ। त्यो बालु बढी छ, गिटी हुनुपर्ने छ, कतिको बनाउँदैछ, एक रिब छ कि एस्टिमेट पेपर हेर्नुपर्छ नि त्यसको। यहाँ त हुडिङ बोर्डै टाँगेको छैन। त्यही त यो हो जुन काम भइरहेको छ दर्शकवृन्द, यो हेर्न सक्नुहुन्छ। यो जुन काम भइरहेको छ यो कस्तो छ, यसमा गिटी तपाईँ हेर्नुहोस्, यहाँ क्यामेराम्यानले भन्छु यो हेर्न सक्नुहुन्छ कति ठुलो ठुलो यसमा ढुङ्गाहरू मिसाइएको छ। यो गिटी कस्तो ठुलो ठुलो छ, कस्तो काम भइरहेछ। मसाला कमसेकम 1 सिमेन्टी 2 बालु हुनुपर्छ, 3 गिटी हुनुपर्छ, 1 बोरा सिमेन्टी हाल्नुपर्ने छ। ढलानको मसाला त्यही हो। अनि यसमा कति लागिरहेछ? अब कोही कति हालेछ त्यो त हामीलाई थाहा छैन, त्यो काम गर्ने मान्छेहरूसँग सोध्नु यहाँको, त्यति नै हो। तर यो जुन अहिले मसाला अलि बालुवा बढी नै भएछ, बढी भएको छ, गिटी छैन यसमा। गिटीको मात्रा अलिक कम छ। दर्शकवृन्द सुन्न सक्नुहुन्छ, उहाँ चाहिँ स्थानीय मिस्त्री हुनुहुन्छ, घर निर्माण गर्ने सम्बन्धी काम गर्नुहुन्छ। उहाँसँग हामी जानकारी लिँदा त्यो जुन इँटा छ 3 नम्बर 4 नम्बर इँटा छ र जुन अहिले यो ढलानको जुन यो मसाला बनाइएको छ, यो मसालामा पनि हेर्न सक्नुहुन्छ बालुको मात्रा कति छ, यसमा गिटीको मात्रा कस्तो छ। यो गिटी तपाईँ हेर्न सक्नुहुन्छ, यो पनि ढलानमा यो गिटी यस्तो यस्तो युज भएको छ, तपाईँ हेर्न सक्नुहुन्छ। यो यति चरम लापरवाही हुँदा पनि सम्बन्धित निकाय मुख दर्शक बनेर बसेका छन्। दर्शकवृन्द आखिरमा कतिको सेटिङ भएर चाहिँ यो काम भइरहेछ कि जनताको आँखमा छारो हान्ने चाहिँ काम भइरहेको छ। यो काम कति दिनसम्म टिक्दैन भनेर यो विषयमा उहाँहरू एकदम मौन हुनुहुन्छ। जुन यो अहिले रड जुन डन्डी यसमा प्रयोग भइरहेको छ, म जानकारी गराइदिन चाहन्छु, क्यामेराम्यानलाई भन्छु यो फोकस गरेर हेराइदिनको लागि। जुन यो तपाईँहरू ग्रिप हेर्दै हुनुहुन्छ, यसमा जुन यो रडमा जुन ग्रिप हुन्छ यसमा ग्रिपै छैन। यो जुन कम्पनीबाट जुन छाटिएर अलग हटाइदिन्छ त्यही आधी रुपियाँमा चाहिँ यो यसलाई किनेर ल्याएर चाहिँ यसमा प्रयोग भइरहेछ। यो एकचोटि फोकस गरेर हेराइदिनको लागि म आग्रह गर्छु। यो हेर्न सक्नुहुन्छ यसमा ग्रिपै छैन, जुन ग्रिप हुनुपर्ने हो। जस्तै यहाँ एउटा यसमा नयाँ चाहिँ यहाँ हेर्न सक्नुहुन्छ, यसमा ग्रिप जुन छ यो रडमा ग्रिप छैन, यसमा ग्रिप छैन, यसमा ग्रिप छैन। यो पुरा यस्तै ल्याएर यसमा प्रयोग धमाधम भइरहेछ र यसमा सम्बन्धित निकाय मुख दर्शक नै बनेका छन्। अहिले वीरगञ्जमा धमाधम घर टुटिरहेछ र त्यहाँबाट चाहिँ इँटा जुन निकालेर अहिले चाहिँ हटाइरहेको छ, त्यो इँटा चाहिँ लागिरहेछ। यो ठेकेदार साहबले किनेर ल्याएर यसमा प्रयोग गर्दै हुनुहुन्छ। तपाईँ हेर्न सक्नुहुन्छ यो सबै यो इँटा यो कस्तो छ, यो एकदम पुरा कुन किसिमको इँटा प्रयोग भइरहेछ। जुन किसिमले यहाँबाट घर हटाइयो र त्यही किसिमले चाहिँ यो कामको पनि आएर अनुगमन गर्नु पर्थ्यो, निरीक्षण गर्नु पर्थ्यो। तर यहाँ हेर्दा मात्र स्टन्टबाजीमै सीमित रहेको छ। स्थानीय सरकारले पनि मात्र स्टन्टबाजी गर्ने, यो काम धामाधम कसरी चाहिँ भइहालोस् र पैसा पास भइहालोस् त्यतिमा मात्र सीमित छ। आखिरमा उहाँहरूको कतिको चाहिँ कमिसन रहेको छ भने यो हामीलाई जानकारी छैन। सबभन्दा पहिला यो पारदर्शिता हिसाबले जुन काम गर्नुपर्ने छ त्यो किसिमले यसमा काम गरिएको अवस्था छैन। यहाँ हुडिङ बोर्ड समेत टाँगिएको छैन र यहाँका जनताले पनि थाहा छैन यो काम कुन किसिमले भइरहेको छ। तपाईँ हेर्दै हुनुहुन्छ यहाँ पनि यहाँ 2टा भवन बनाउने काम सुरु गरिएको छ। यहाँका स्थानीयहरू पनि आएर हेर्दै हुनुहुन्छ। यो विषयमा हामी कुराकानी गरेका छौँ। तपाईँ हेर्न सक्नुहुन्छ जुन छडहरू छ, डन्डी जुन प्रयोग भइरहेछ त्यो डन्डी पनि लागिरहेछ। कति पुरानो डन्डी छ, कुन किसिमले काम भइरहेको छ। आखिरमा जब पारदर्शिता तरिकाले काम गर्नुपर्छ भने किन हुडिङ बोर्ड टाँगिएको छैन, जनताको प्रश्न रहेको छ। 44-45 लाखको बजेट छ, हेर्न सक्नुहुन्छ। जम्मा त्यो लगभग लागिरहेछ 3 फिट मात्र, त्यसलाई इँटाबाट चाहिँ त्यो जोडेर अनि लगिएको छ र माथि चाहिँ पाइप हालेर अनि बस त्यसमा जाली हालिदिनुपर्छ। यो 44-45 लाखको बजेट छ। तपाईँहरू कल्पना गर्नुहोस् यसमा कति अनियमितता भइरहेको छ। यो पुरै फिल्डको काम हुँदा यो पुरा हामीलाई जानकारी पाए अनुसार यो 44-45 लाखको बजेट छ। यो हेर्न सक्नुहुन्छ यसमा रड जुन यो प्रयोग भइरहेछ, यो रडहरू यो डन्डीहरू चाहिँ कतिको खिया लागेको छ र यो कस्तो किसिमको काम भइरहेछ। जुन किसिमले यहाँको घर तोडेर जब काम भयो भने त्यही किसिमले यो किन काम भइरहेको छैन। यो काम पनि त राम्रो हुनु पर्यो, यो एस्टिमेट अनुसार काम हुनु पर्यो। यहाँ हुडिङ बोर्ड छैन, कतिको लापरवाही छ। यो विषयमा हामी यो ठेकेदारसँग पनि हामी कुराकानी गर्न गइरहेका छौँ। उहाँलाई पनि हामी सम्पर्कमा ल्याउने प्रयास गरिरहेका छौँ र सम्बन्धित निकायलाई पनि हामी ध्यान आकर्षण गराउन चाहन्छौँ।